25 जुन 22 र 23 मा सिन्धुपाल्चोक जिल्ला स्थित सुकुटे बीचमा नेपालमा नै पहिलो पटक प्रथम बागमती बीच रग्बी प्रतियोगिता 2025 सञ्चालन गर्न गइरहेको जानकारी गराउन चाहन्छौँ। नेपाल रग्बी संघको आयोजनामा 6 वटा टिमहरू सहभागी हुनेछन्। त्यसमा 3 वटा प्रदेशबाट कर्णाली, बागमती र मध्य प्रदेश रहेका छन् भने 3 वटा राष्ट्रिय स्तरका क्लबहरू गोर्खाली रग्बी क्लब, नेपाल महिला रग्बी क्लब र सिन्धुपाल्चोक रग्बी क्लब गरी कुल 6 वटा महिला रग्बी टिमको सहभागितामा सञ्चालन गर्न गइरहेका छौँ। यो प्रतियोगिता लिगको आधारमा खेलाइनेछ। यस प्रतियोगिताको अनुमानित लागत रु 13 लाख रहेको छ। प्रतियोगितामा सहभागी हुने टिमलाई होटल व्यवस्थापन साथै काठमाडौँबाट सुकुटे बीचसम्म आवत जावतको व्यवस्था गरिएको छ। प्रतियोगिताको च्याम्पियन महिला रग्बी टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ भने प्रतियोगिताको उपविजेता टिमलाई मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ। साथै प्रतियोगिताको विजेता र उपविजेता टोलीलाई फन प्याकेजको व्यवस्था पनि रहेको छ। प्रतियोगिताको एक जना बेस्ट प्लेयर र राइजिङ प्लेयरलाई ट्रफीबाट पुरस्कृत गरिनेछ र अन्य सहभागी टिमहरूले प्रमाणपत्र प्राप्त गर्नेछन्। एसिया रग्बीले योभन्दा अघिल्लो पत्रकार सम्मेलन पनि हामीले जानकारी गराएका थियौँ। बिल्डिङ अ ग्रीनर फ्युचर थ्रू रग्बी एन्ड सस्टेनेबिलिटी अनुसार अ ट्राई अ ट्री अभियानलाई यस प्रतियोगितामा पनि निरन्तरता दिइनेछ। यस प्रतियोगिताको मूल नारा रग्बी फन विथ सन, स्यान्ड एन्ड वेब्स रहेको छ। अन्त्यमा हाम्रो निमन्त्रणा स्वीकार गरी पाल्नुहुने सम्पूर्ण पत्रकार मित्र